नमस्कार साथीहरू, आज फेरि मैले तपाईहरूले सुन्नुभएको पुरानो कथा बजार लौरी डाङडुङ सुनाउन गइरहेको छु। अब कथा सुरु गरौँ है त। दिलबहादुर आफ्नो झुपडीमा रमाएरै बसेको थियो। लेखमा उसको थोरै बारी थियो। त्यही बारीमा मकै, कोदो आदि लगाउँथ्यो र जेनतेन आफ्नो जीविका चलाउँथ्यो। ऊ उज्यालो भएपछि बारीमा जान्थ्यो र अन्ध्यारो भएपछि फर्कन्थ्यो। एक दिन दिलबहादुर मकै छर्न आफ्नो बारीतिर लाग्यो। उसँग खाजालाई भनी कोदाको रोटीको पोको थियो। ऊ खाजा खानु पर्यो भनी मध्याह्नतिर एउटा रुखको छायामा बस्यो। उसले आफूले ल्याएको रोटीको पोको फुकायो र सानो थैलीमा रहेको एक ढिको नुन र एक ढिन्डी खोर्सानी पनि झिक्यो। एउटा रोटीलाई 7 टुक्रा पार्यो। रोटीका टुक्राहरू गन्दै भन्न थाल्यो, 1 खाउँ, 2 खाउँ, 3 खाउँ, 4 खाउँ, 5 खाउँ, 6 खाउँ कि 7वटै खाउँ। संयोगले ऊ बसेको रुखमुनि ठूलो ओडार रहेछ। त्यहाँ राक्षसका 7 जना बच्चाहरू बस्दा रहेछन्। दिलबहादुरले 7वटै खाउँ भनेको सुनेर राक्षस डरायो र भन्न थाल्यो, नखा मनुख्ये नखा, मेरा बालकहरू नखा, तलाई खिरपाक ताउली दिउँला। यति भन्दै राक्षसले दिलबहादुरलाई खिरपाक ताउली दियो। खिरपाक ताउली लिएर दिलबहादुर आफ्नो घर फर्थ्यो। उसकी फुपू घरमा आएकी रहन्छन्। फुपू चाहिँ छुच्ची र लोभी स्वभावकी थिइन्। यसो गतिलो सामान देख्यो कि माइतबाट लुकाएर आफ्ना घरतिर पुर्याउँथिन्। बेलुकी पख दिलबहादुरले खिरपाक ताउलीको परीक्षा गर्ने सोच्यो। आफू अगाडि ताउली राखी खिरपाक ताउली भन्यो। साँच्चीकै ताउलीमा खिर पाक्यो। यो देखेर फुपू पनि छक्क परिन्। राति दिलबहादुर सुतेपछि त्यहाँ ताउली जस्तै अर्कै भाँडो राखिदिइन् र सक्कली ताउली लुकाइन्। अर्को दिन सधैँ झै बिहानीपख दिलबहादुर रोटीको पोको बोकी आफ्ना बारीतिर लाग्यो। खाजा खाने बेलामा त्यही रुखमुनि बसी रोटीको पोको फुकायो। पहिले जस्तै रोटीको टुक्रा गन्दै भन्न थाल्यो, 1 खाउँ, 2 खाउँ, 3 खाउँ, 4 खाउँ, 5 खाउँ, 6 खाउँ कि 7वटै खाउँ। यो सुनि ओडारबाट राक्षस अत्तालिएर बाहिर आई डराउँदै भन्न थाल्यो, नखा मनुख्ये नखा, बरु तलाई म सुनबड्कौली बाख्रो दिन्छु। दिलबहादुरले सुनबड्कौली बाख्रो पायो। ऊ बाख्रो डोर्याउँदै आफ्नो घरतर्फ लाग्यो। आफू घर पुगेपछि फुपूलाई बाख्रो देखाउँदै भन्यो, हेर्नुहोस् फुपू, यो सुनबड्कौली बाख्रो हो। सुनबड्कौली भनेपछि सुनका बड्कौला निकाल्छ। दिलबहादुरले बाख्रोलाई अगाडि ल्याएर सुनबड्कौली बाख्रो भन्यो। नभन्दै बाख्रोले सुनका बड्कौला पार्यो। फुपू चाहिँ मनमनी यो बाख्रो पनि हात पार्नु पर्यो भनी जाल रच्न थालिन्। राति दिलबहादुर सुतेपछि बाख्रो साटिदिइन् र आफ्नो घरतिर बाख्रो पठाइन्। अर्को दिन पनि दिलबहादुर रोटीका पोका बोकी बारीतिर लाग्यो। पहिले जस्तै रुखमुनि बसी रोटीका टुक्रा गन्दै भन्न थाल्यो, 1 खाउँ, 2 खाउँ, 3 खाउँ, 4 खाउँ, 5 खाउँ, 6 खाउँ कि 7वटै खाउँ। यसपटक त राक्षस झनै कहालिएर बाहिर आयो र हात जोडी भन्न थाल्यो, नखा मनुख्ये नखा, यसपटक म तलाई डाङडुङ लौरी दिउँला। यस लौरीले जसलाई भन्यो त्यसलाई पिटेर कायल पार्छ। दिलबहादुरले हुन्छ भन्दै लौरी लियो। बेलुकी भात खाइसकेपछि दिलबहादुर सुत्यो। फुपू चाहिँ यसपटक पनि दिलबहादुरले केही न केही पक्कै ल्याएको हुनुपर्छ भनी सुस्तरी कोठाभित्र पसिन्। कोठामा राम्रो लौरी देखेपछि पक्कै पनि यो चमत्कारी हुनुपर्छ भन्ने ठानिन्। चोर्ने मनसायले सुस्तरी लौरी झिकिन्। एक्कासी दिलबहादुर बिउझ्यो। अन्ध्यारामा चोरले लौरी चोर्न लागेछ क्यारे भन्ने ठानी उसले बजा लौरी डाङडुङ भन्यो। लौरीले फुपूलाई चुट्न थाल्यो। फुपू कायल भइन्। उनले पहिले चोरेका खिरपाक ताउली र सुनबड्कौली बाख्री फिर्ता दिन मन्जुर गरिन्। फुपूले सक्कली माल चोरेको थाहा पाएर दिलबहादुर छक्क पर्यो। उसले लौरीलाई नपिट भन्ने आज्ञा दियो। फुपूसँग सक्कली माल फिर्ता लिएर आनन्दसँग बस्यो। सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला। यो कथा नजान्ने बैकुण्ठ जाला। साथीहरू, यो कथा तपाईहरूलाई कस्तो लाग्यो? मन परेमा हाम्रो च्यानललाई लाइक, सब्स्क्राइब गर्न नभुल्नुहोला। अब हामी अर्को कथामा भेट्नेछौँ। हवस् त, धन्यवाद।